अब देउस मोटर गाडी चाहिँ हिँड्यो हो यार बाइक 4 गियरमा रहेछ यार यस्तो बाटोमा 4 गियरमा हाल्ने मान्छे पनि म उस्तै हो ओहो तर भ्यूहरु चाहिँ दामी छ बाटो पनि त्यस्तै छ हिलाम्य शहर कोही त हुनुहुन्न दर्शकबिनहरु ओहो बाटो हेर न बाटो यार म त भुतुक्कै हुने भए नि अब चाहिँ हिँड्यो सरर मोटर गाडी चाहिँ हिँड्यो ओहो नानी के गर्दै हो बाटो चाहिँ जे जस्तो भए पनि चलाउनलाई चाहिँ मजा छ बाटो पनि नराम्रै छ भनौँ तर जे जस्तो भए पनि 220 लाई मतलब छैन क्या गाडी हो आयो यो हो पानीको तलाउ रहेछ यार पुरै बाटो त्यो ठिक छ यता कतै बिग्रिएको छ कि लास्टै नराम्रो छ अगाडि त गन्दा रहेछ त गन्दा के हो लैनो भैँसी खै भन लैनो भैँसी खै ओ बिस्तारै हिँड नाति बिस्तारै ल सरर मोटर गाडीमा चढेर ओहो तर यार कसम पशु भनेको चाहिँ पशु हो क्या साइड लागिहाल्छ ओहो बाटो पनि ज्यान्दो रहेछ यहाँनिर एउटा कुकुर छ आज छ कि नै टक्क रहेछ भने म देखाउँछु बाइकलाई खेदाउन आउँछ यार पछाडि यो त होइन एउटा त रहेछ यहाँनिर तर यो कुकुर चाहिँ होइन एउटा अर्को कुकुर छ क्या यो चाहिँ होइन छैन नत्र यही घरमा हुन्थ्यो बाइकको पछाडि यस्तो तरिकाले कुद्यो नि कसम यार ओहो बहुत खेदाउँथ्यो है त्यसले त मासला अस्ति झन्डै बाइक तल खोलामा नगएको यार मासला कुकुरले गर्दा भन्दा जिन्दगी बिगार्दा जस्तो छ ओ उता केटा रहेछ रोडमा बिचमा चलाए जस्तो सजिलो छैन पाहाडमा चलाउन ओ केटाहरू भाले यहाँबाट बाहिरै गइयो भने बिस्तारै गाडी नआइबस्छ होला है यस्तो छ अवस्था बाटोको हो यार बालेन प्रधानमन्त्री हुनु मैले बाइक किन्नु मैले बाइक चलाउनु त एउटै भयो म सधैँ बाइकमा ढलेछु बालेन शाहले गफ हानेछ काम गर्ने रत्ती होइन ओ बाबु लाग्ला चोट यो हेर बालेनलाई त म केही पनि भन्दिनँ बालेन शाह प्रधानमन्त्री हुनु र म बाइक चलाउनु एउटै छ जतिखेर पनि लोटिया छ म लोटे बालेन सरकार गफैमा भुले झिक्क माया तिमीलाई सब आफ्नै व्यवस्थामा ओहो 7 नम्बर गोडा चाहिँ यही होला मेरो भाइले बाइक पनि हेरिरहेको ओहो आयो सर भिडियो तपाईँ अनि